हेलो गाइस, हेलो भाइ के छ खबर है सबैजना मलाई लाग्छ आयो सबैजना सन्चै हुनुहुन्छ होला होइन। म चाहिँ बिहान उठिसकेँ होइन। उठेर चाहिँ अब मैले चाहिँ वार्मअप गर्छु होइन, थोरै एक्सर्साइजहरू गर्छु किनभनेपछि अब म फिटनेस रहने मान्छे हो, सधैँ पनि फिटनेस रहने मान्छे हो। अनि चाहिँ मलाई फिट बोडी चाहिँ एकदम मनपर्छ कि मलाई यस्तो लाग्छ कि फिट शरीरमा छैन भने चाहिँ केही हुँदैन कि। अनि मैले चाहिँ हल्का हल्का मुख खुल्ला गरेँ होइन, मुख पनि धुयो गरेर म चाहिँ अब म वार्मअप गर्न लाग्छु कि। बस शरीरलाई फिजिकली गराउनु पऱ्यो नि त, पहिला तताउनु पऱ्यो। भर्खर उठेर आएको शरीरबाट गर्न सकिँदैन किनकि एक्सर्साइज। अब चाहिँ मेरो एक्सर्साइज चालु हुन्छ कि। अनि मैले चाहिँ हातसात बटाएर होइन, हातको नसाहरू खुन्चेको हुन्छ नि त राति सुत्दाखेरिमा, त्यो नसाहरू तताउनु पऱ्यो। अनि बिहान त यस्तो हुन्छ कि चिसो छ नि त, हात चलाउने मनै लाग्दैन मन त अब होइन, तैपनि गर्नुपर्छ कि। मैले चाहिँ किनभनेपछि मेरो शरीरलाई फिट राख्नको लागि मैले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। अनि म चाहिँ बिहान उठेर सधैँ गर्छु। अनि होइन गरिब मान्छे के हो त, यही त हो नि जुगाड, घरमा थोरै एक्सर्साइज गर। अनि जिम गएको भन्दा नि खतरा बोडी हुन्छ क्या, घरमै गरेपछि राम्रो हुन्छ कि। फेरि पुसअप सबैभन्दा बेस्ट पार्ट भनेको होइन, घरमा गर्नको लागि पुसअप राम्रो के। पुसअप गरिदेऊ, बोडी बोडी बनाउनलाई केही चाहिँदैन, जिम जानै पर्दैन। के लाग्छ हजुरले, जिम जानुपर्छ जस्तो लाग्छ? मलाई त लाग्दैन है। हजुरको के छ र मलाई मतलब हजुरको विचारमा के लाग्छ त्यो मलाई भन्नु होला है। अनि मैले चाहिँ मसँग चाहिँ डम्बल सम्बल हुँदैन होइन, म चाहिँ बाल्टिङ उठाउने गर्छु, बाल्टिङमा पानी हाल्ने अनि त्यो बाल्टिङ उठाउने गर्छु। होइन भनेपछि मैले चाहिँ इँटा लगेको छु, इँटा उठाउनलाई त। अब अहिले चाहिँ मेरो छोरी पनि उठिसकेको छ है, फेरि छोरी पनि उठिसकेको छ। अहिले चाहिँ 9 बज्न थाल्यो, फटाफट नास्ता गर्नु पऱ्यो अनि कामतिर लाग्नु पऱ्यो है। मेरो छोरीलाई सबैले लाइक कमेन्ट सेयर गरिदिनु भन्छ छोरो, खै भन्छ भन्न भन्दैन अरे हो, यसलाई आउँदैन अरे है। हजुरहरू लाइक कमेन्ट सेयर गरिदिनु होला है, सपोर्ट गर्नु होला। गाउँदेखि उठ्दैछु मैले केही गर्छु भनेर लागेको छु है। हजुरहरूको माया सबैले माया देखाइदिनु होला है। म चाहिँ अहिले कामतिर पुगिसकेँ। म चाहिँ काम चाहिँ लेबरी काम गर्छु होइन, एउटा बिल्डिङ बन्दैछ त्यहाँ लेबरी काम गर्छु। अनि म चाहिँ मालसाल काटिदिने। अनि आइमाईहरू हुन्छन् कि बिहार त्यता साइडको आइमाईहरू, तिनीहरू चाहिँ अब त्यो तरसल्लामा हालेर चाहिँ तिनीहरू दिन्छन्। मैले चाहिँ माल काटिदिनुपर्छ अहिले। पछि चाहिँ अनि माल सबैको माल सकिएपछि काटिदिनु पऱ्यो, पछि चाहिँ लेबरी काम गर्छु। अनि एक कोठाको माल काटेको पुरा होइन, मैले चाहिँ मालसाल काटेर सकियो होइन। लास्टै थाकेको छ, पसिना हेर न, पसिना मिहिनेत गर्दैछु है। माल चाहिँ कति काट्यो भनेरलाई हेर्नु है। एक रुमलाई चाहिने माल चाहिँ यति रहेछ क्या, रुमको लागि लाग्ने रहेछ माल। मिस्त्री साहेब है आफूले। अहिले चाहिँ दिउँसोको 1 बजिसक्यो है, 1 बजिसक्यो। अब खाना खाने टाइम भयो नि त, लन्च टाइम दिन्छ 1 बजी चाहिँ खाना खाने टाइम दिन्छ। म पनि अब खानासाना खानु पऱ्यो, घरमा के बनाएर चाहिँ हेर्नुपर्छ है। खानासाना खाएर आयो होइन। अब दिउँसो चाहिँ मैले यो काम गर्छु कि, मतलब दिउँसो चाहिँ मैले आज चाहिँ माथि फालेको थिएँ कि त्यसले, माथि मैले गाडी साडी खिच्नु पऱ्यो होइन, इँटा भरेर पठाइदिन्छन्, माथि खिच्नु पऱ्यो गाडी। अनि मैले चाहिँ गाडी खिच्ने, अनि जहाँ जरुरत छ इँटा होइन, जहाँ भोलि काम हुनेवाला छ त्यहीँ इँटा खाली गर्नुपर्छ क्या। तर यो गाडीको कि टायर पङ्चर रहेछ कि, कति नै पेल्नै नसक्यो कि, लास्टै भारी हालत डाउन निकालिदिन्छ कि, हातको त ओछ्यालै जान्छ कि। हो अब के गर्नु, काम त गर्नु पऱ्यो होइन। काम गर्नलाई आएको यति टाढा हामी काम चाहिँ गर्नु पऱ्यो नि त। अहिले चाहिँ 6 बज्यो होइन, 6 बजेर 3 मिनट भयो, भर्खर छुट्टी भयो होइन। यहाँ त मेरो शरीरमा पुगेँ होइन, सिमेन्ट है, सिमेन्ट बालुवा काम गरेपछि अब यही त हो है, मिहिनेत गर्दैछु, मिहिनेत गरिरहेको छु। र अनि म चाहिँ यसमा चाहिँ पानी हान्छु कि, बिल्डिङमा चाहिँ पानी हानेको अलग पैसा पनि लग्छु कि मैले चाहिँ पानी हान्छु। पानी हान्दा मेरो मतलब 7, साढे 7, 8 बजिहाल्छ क्या। 7:30, 8 भनेपछि बिहान 7 बजीदेखि चालु गर्छु मैले यहाँ काम। पानी हान्न लाग्छु 7 बजीदेखि 9 बजीसम्म पानी हान्छु बिहान। अनि त्यही भनौँ न, बिहान 7 देखि बेलुका 7 बजेसम्म चाहिँ मेरो ड्युटी हुन्छ क्या। दिउँसो 1 घन्टा खाना खाने, रेस्ट टाइम छोडेर एनी टाइम ड्युटी।